ओए सैनिक हो हजुर सरकार के छ प्रजाहरू के गरिराखेका छन् कतै भगवानको नाम त लिइरहेका छैन जाऊ यसो गएर घुमेर आऊ हस् सरकार यसको रिपोर्ट लिएर आउनु पढ्नुपर्छ हाम्रो असुरी विद्यामा कबाट काट्ने नभन कबाट काट्नु खबाट खरार्नु गबाट गाड्नु घ भनेको घचेट्नु नबाट न्याक्नु सबाट चिथर्नु हामी असुरहरू यस्तै पढ्नुपर्छ कसैलाई पनि हामीले अगाडि बढ्न दिनु हुँदैन त्यस कारणले भेटेका जतिलाई हामीले काट्नुपर्छ न्याक्नुपर्छ चिथर्नुपर्छ जोगड्नुपर्छ मार्नुपर्छ हामी र बल्ल हामी असुरहरू लाबडा हुन्छौँ बाबुलाई पढेर बस्छ है म एकछिन गाउँमा भिक्षा माग्न जान्छु भिक्षा मागेर आउँछु है कबाट काट्नु खबाट खिच्नु गबाट गाड्नु घबाट झेक्नु यस्तो पापी अधर्मी मन्त्र कसले जप्छ म त प्रभुकै नाम जप्छु आवश्यक हो प्रभुकै नाम जपौँ ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय सबैजना मिलेर गाउँछौँ ओम नमो भगवते
गबाट गाड्नु, गबाट घोचट्नु, मबाट न्याक्नु, चबाट चिथर। हो सैनिकौ, हजुर सरकार। खै तिमीहरू प्रजाहरूको लागि के गरिरहेछन् भनेर खबर पनि ल्याएनौ। म त हेरिरहेको थिएँ, म त अलिक टाढै थिएँ। यो एउटा साह्रै यो कामै रहेनछ क्या, अनि लाटो रहेछ कि साह्रै। पुत्र बर्मालाई पनि गुरुकुलमा पठाएको पनि धेरै समय भयो, केही खबर पनि आएको छैन। तिमीहरू गुरुकुलमा गएर एकचोटि गुरुसँग बुझेर प्रहलादको पढाइ कस्तो छ, कस्तो शिक्षा लिइरहेका छन्, तुरुन्त खबर लिएर आउनु। जाऊ। गुरुदेव, हामी सरकारले बोलाउनु भएर तपाईँलाई लिन आएको, एकचोटि सरकारसँग भेट्न जानु पर्ने भयो। हस् गुरुदेव। हाँ गुरुदेव, कस्तो छ बाबुको पढाइ, कस्तो शिक्षा दिनुभएको छ? मैले राक्षसी शिक्षा दिइरहेको छु, तर मेरो अनुपस्थितिमा बाबुले थोरै फरक फरक खालको विचारहरू लिएर आएको छ। उसको बुद्धिमा थोरै परिवर्तन गर्नुपर्ने देख्छु। मैले प्रयत्न गरिरहेकै छु। कस्तो फरक गुरुदेव? कति कति बेला हजुरको शत्रुको नाम मुखबाट उच्चारण गर्छ। मेरो तिनै लोक मेरो अधिपतमा छ, मेरो त कोही शत्रु हुनै सक्दैन। सबै मेरो छ, अधिकार मेरो छ, तिनै लोक मेरो छ। कसको नाम लिन्छ त्यसले? महाराज, उसले विष्णुको नाम। तिमीलाई मैले के भनेर पठाएको? फेरि तिमीले नाम लियो त्यसको? माफी बाबु, गुरु, मैले हाम्रै कुलमा बसेर तिमीलाई मैले गुरु भनेर राखेको थिएँ, फेरि नाम लियौ? महाराज, मैले प्रयत्न गरेकै हो। फेरि ल्याऊ, फेरि गएर एकचोटि उसलाई राम्रोसँग सम्झाएर। हस् महाराज, हस् हस्। केटाउ, तिमीहरूले प्रजाहरूलाई राम्रोसँग हेरेका छौ? कोही कतै त्यही मेरो शत्रु विष्णुको नाम त जपेको छैनन्। हस् सरकार, हामी एकचोटि राम्रोसँग बुझेर तुरुन्त आइहाल्नु। हस् हस् सरकार, हस्। ए काली, यता आइज, छिटो आइज। यो त साह्रै लाटो रहेछ। हेर, यो विष्णुको नाम जप्ने होइन। हामी राक्षसी हौँ, हामीले उसको नाम जप्नु हुँदैन, महाराजको नाम जप्नुपर्छ। हाम्रो सर्वेसर्वा भनेको महाराज हुनुहुन्छ। त्यसकारण अरू कुराहरू भन्ने होइन, हामीले भन्दा कबाट के भन्ने? गुरुदेव, सत्य भन्नुपर्दा यो पापी, यो अधर्मी यस्तो कसले जप्छ? म त मेरो प्रभुकै नाम जप्छु, विष्णुकै नाम जप्छु। ए मूर्ख बालक, त्यसो भन्ने होइन। तिम्रो पिताजी ओम नमो भगवते वासुदेव। समय छ बालक सुधरी। हे गुरुदेव, मैले के सुनिराखेको छु? मैले मेरो
हाँ प्रहलाद तिमीलाई मैले के भनेर पढाएको जसले हाम्रो सन्तानलाई ध्वस्त पार्नको लागि तिम्रो काकालाई पारिसक्यो उसैको नाम जप्ने प्रहलाद कहाँ विष्णु भनेको हो गुरुदेव कहाँ विष्णु सर्वस्व बालक प्रहलाद पुत्र प्रहलाद मैले तिमीलाई पराक्रमी हुनको लागि अस्त्र शस्त्र ज्ञानको लागि पठाएको तिमी त्यही मेरो शत्रुको नाम जपेर तिमीले के पाउँछौ हेर यो तिनै लोकको अधिपति सबै मेरो भइसकेको छ यो अधर्मी यो पापी बाटो कसले रोज्छ म त सत्यको बाटो पछ्याउँछु मेरै भगवानको नाम जप्छु म त भगवान अब यसलाई मैले कसैलाई नसिकाइकन भएन यसलाई सिकाउनु भन्दा पहिला यसको